के हो आज केटा हो यस्तो के भइरहेछ यहाँ यहाँ पनि आएको छ ल दर्ता हो कि गाविसमा हो गाइस हाम्रो यो त्यहाँ पनि छ एउटा यहाँ छ अर्को यहाँ छ त्यहाँ छ यत्रो हुन चाहिँ के भएको रहेछ सुई लगाइदिएको रहेछ रेबिजको सुई होला सायद रेबिजको सुई लगायो गाइस राइट देयर यो हाम्रो रम्बा गाउँपालिका 5 रम्बा 5 ल भेटेर गइहाल्यो त्यो त अर्को पनि यताबाट पनि आएको छ यो पनि आएको छ त्यो पनि आएको छ कहाँले आयो ल के भन्छ सुई मात्रै खसीले पार्छ र कुकुरलाई पनि खसी पार्छ र गाइस आई एम कन्फ्युज भयो त म त कुकुरलाई पनि खसी पार्छ र भने के भइरह मुख ढाकेको हो मुख बाँधेको त्यो चाहिँ हाम्रो छे डल्यो यो डल्यो ल यो पनि पर्यो पालुवा कुकुरदेखि बाहिरको कुकुरसम्म पालुवा कुकुर पनि रहेछ अनि यो बाहिरको कुकुर पनि यो चाहिँ ढल्यो ल यो चाहिँ दामी रहेछ उठेर गयो त यो त ल
के भयो उठेर गयो त यो त कहाँ गएर ढल्छ यार हिँड्न नसकी गह कमसेकम छोडिदिनु नि यो बाहिर कुकुरलाई त गयो उता छैन त तर्सिरह्यो बा ल गयो सक्यो र किनकि यहाँ भेटनरी पनि छ त्यहीबाट हो गाविसमा हाम्रो भेटनरी पनि यही छ त्यही भएर यस्तो भयो होला सायद गाविसले त गर्दैन होइन यो चाहिँ को हो सानो कुकुरलाई पनि रहेछ ल हाम्रो राजकुमार अङ्कल पनि आउनुभयो रोशनको है हो चाहिँ राजकुमार अङ्कल जर्मन सेफर हो यो जर्मन सेफर भनेपछि बुढाबुढीको कुकुरलाई रहेछ रम्बा गाउँपालिका भरेको कुकुरलाई के हो यत्रो ठुलो कुकुरले यत्रो सानो कुकुरले यत्रो ठुलो कुकुरलाई गरिदिने पुग्दिने यार गर्न खोजेको चाहिँ के भने यस्तो गाइस गर्न खोजेको चाहिँ के भने बिचरा यार रेबिसको खोप्ला खसी पार्यो भन्छ यस्तो नि हुन्छ र भने ल जर्मन सेफर पनि आयो कत्रो सिक्रीले बाँध्यो त्यसलाई त आम्मा कत्रो सिक्री त्यो गाइसमा यो भिडियो फेरि तपाईँले किन जुम आउट गर्नुभएको छ भन्ने हुन्छ मैले चाहिँ स्न्यापबाट बनाएँ है यो भिडियो दौड़ा गए ल के हो यस्तो ल त्यत्रो सानो कुकुरले यत्रो जर्मन सेफरलाई तर्साएर बनाउँछ यस्तो नि हुन्छ भने यिनीहरू एचे हो क्या खोज्न गह कालियालाई खोज्न गह त्यहाँ होइन यो चिलाई चाहिँ चिने जस्तो लाग्यो नर्स भइसक्यो र हाम्रो घरमा बस्ने हो पहिला साइडमा फुच्ची हो नर्स भइसक्यो यार यो क्युट रहेछ क्युट
ल यसलाई पनि आयो, यो पनि आएछ। तर्सियो जर्मन सेफर्ड देखेर। जर्मन सेफर्ड फेरि झक्चल्यो भने फेरि घिसार्छ नि फेरि मान्छे। समातेको मान्छेले पनि घिसार्छ, अर्कोलाई पनि घिसार्छ फेरि। तर्सियो नर्स डक्टरहरू। ल इसको पाली आयो। इसको पाली आयो। यो चाहिँ मेरो साथीको रोशनको साथी भन्दा नि भाइ हो। साथी जस्तो गरेर बस्छौँ हामी, साथी। रोशनको कुकुर जर्मन सेफर्ड। ल सुई हाने त। नानीलाई लाइदिनु अरे। कता रहेछ त यार, हटाइरह। यस्तो हुन्छ कि घरपालुवा भने ट्रेनिङ गराएको कुरा हातले निकालिदिन्छ त्यसले। अब खुट्टाले निकाल्छ त्यसले। निकाल्छ त्यसले अहिले। दुध चाबी ला तल, चाबी ला के निस्किनै मिल्दैन। यो चाहिँ मेरो साथी, यो चाहिँ मेरो साथी। ओए ये हो तेरो ऑन टाइम। ये ऑन टाइम तेरो लाइसक्यो। होइन यो भने यस्तोमा थोत्यारमा पसङ। यो दिदीलाई एकदम प्यारो रहेछ कुकुर, त्यही भएर आफै समातेछ नन्दले। अरूलाई चाहिँ यस्तरी घाँटीमा केमा समातेर लगेछ।
त्यस्तो सर पनि गर्नुहुन्न गाइज। तर त्यस्तोमा समात्यो भने चाहिँ केही पनि गर्दैन। तपाईँलाई किनकि बच्चा बेलामा यताउता सार्दाखेरि उसको आमाले घाँटीमा टोकेर लान्छ नि त, त्यही भएर त्यो घाँटीमा समात्दाखेरि थपक्क बस्छ क्या पुरै। गयो 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 सानोलाई चाहिँ नगर्ने रहेछ गाइज। सानोलाई चाहिँ नगर्ने रहेछ। सानो भयो कि जस्तो लाग्यो, किनकि एउटा सानोलाई पठाइदिइहाल्यो। अब यिनीहरूको पाली गर्छ कि गर्दैन भन्ने कुरा हो। यिनीहरूलाई त गर्छ होला, ठुल्ठुलो भएछ। जाने क्या हो, त्यहाँ बस्छ मेरो साथी चाहिँ, ऊ त्यहाँ बस्छ साथी हो त्यो चाहिँ। भनेपछि भित्र छिर्न दिएन भेटनेरीको डाक्टरहरूले। गएको भए पनि भिडियो बनाउनु चाहिँ दिन्थेन होला त्यो चाहिँ।